पहिलो अर्डर पिकअप गरियो। आजको दिनको सुरुवात। मेरो ब्लग हेरेर बसिरहनु हुने सबैलाई नमस्ते। आजको दिन सुरुवात चाहिँ पहिलो अर्डरबाट अलिक छिटो आएको छ अर्डर आज, हिजो अस्तिको भन्दा। हिजो अस्ति जहिले 8 बजे भन्दा पछाडि फर्स्ट अर्डर आउँथ्यो। आज चाहिँ 7:15 बजे नै पहिलो अर्डर आएको छ। यो अगाडिको मल अफ इमेज छ। यहाँभित्र चाहिँ आइस स्केटिङ हुन्छ। यो मल अफ इमेजको पछाडिको भाग हो। यो बाटो चाहिँ जानु पर्ला। बिहान चाहिँ यति गर्मी छैन। अहिले 12 बजेतिर त हिजो चाहिँ 50 डिग्री पुगेको थियो भन्थे टेम्परेचर। आज चाहिँ हेरौँ कति पुग्छ। धेरै गर्मी भयो, सहन नसकिने भयो भने चाहिँ रुममा आएर बस्छु, नत्र भने चाहिँ ड्युटी कन्टिन्यू नै गर्नुपर्छ। अब कतिसम्म गर्मी हुन्छ भने हिँड्दा हिँड्दै त्यो क्लच समाउन नसक्ने गरी क्लच त्यति तात्छ भनेपछि अनि सकिन्छ त, सकिँदैन नि। यो चाहिँ वर्षाको रोड। यता दाहिनेपट्टि भिल्लाहरू छ, देब्रेपट्टि बिल्डिङहरू। यो लास्टको त एउटा होटल हो। अगाडिपट्टिको बिल्डिङ चाहिँ नेटवर्किङ बिल्डिङ भन्छ यसलाई चाहिँ। आज सन्डे हो। सन्डे भएर बाटो अलिक खाली खाली हुन्छ, त्यति गाडीहरू हुँदैन। त्यही भएर भ्लगिङ गर्नको लागि सन्डे नै ठिक लाग्यो मलाई। अब एकछिनपछि त गर्मी भएर यो भिडियो खिच्नै सकिँदैन, गोप्रो नै बन्द हुन्छ। अहिले चाहिँ अलि शीतल छ, त्यही भएर यो भ्लग बनाइरहँदाखेरि यो दृश्यहरू देखाइरहँदा के याद आउँछ भने आमाको याद आउँछ, घर परिवारको याद आउँछ। उनीहरूलाई पनि यो ठाउँमा ल्याएर देखाउन सकेको भए सायद धन्य हुने थिएँ कि जस्तो लाग्छ। तर त्यो चाहिँ त्यति हाम्रो लागि, म जस्तो राइडरको लागि चाहिँ त्यति सम्भव भएन, सम्भव देखिनँ मैले चाहिँ। अब त्यस्तै लोटरीहरू लाग्यो बिचमा भनी, अब धेरै पैसा आयो कतैबाट भनी अलग कुरा हो। नत्र चाहिँ एकजनाको लागि 2 लाख 3 लाख खर्च गरेर ल्याएर घुमाउन सक्ने अहिलेसम्म त्यस्तो हैसियत बनाएको छैन। अनि त्यस कारणले चाहिँ यही क्यामेराबाटै भए पनि भिडियो खिचेर देखाउन सक्यो भने अलिकता मेरो छोरो चाहिँ यस्तोमा बस्दो रहेछ, यस्तो काम गर्दो रहेछ, त्यो ठाउँ यस्तो रहेछ, यता बिल्डिङ हुँदो रहेछ नि, यस्तो हुँदो रहेछ, रोड यदि सफा सुग्घर हुँदो रहेछ भनेर चाहिँ थाहा पाउनुहुन्छ कि भनेर पनि अलिकता मैले यो भ्लगिङ बनाएको खासमा चाहिँ। दुबईको घरहरू चाहिँ सिम्पल तरिकाको हुने के, अनि त्यस्तो डिजाइनहरू नहुने। नेपालको त एकदम डिजाइन बुट्टा राखेर रङ रोगन गरेर चिटिक्क बनाउँछ नि, यहाँ चाहिँ त्यस्तो नहुने। तर फेरि यहाँ चाहिँ यहाँको शेखहरूको, राजाहरूको दरबार भन्दा ठुल्ठुला महल हुन्छ भव्य। फेरि त्यो चाहिँ अब त्यसको डिजाइन चाहिँ फेरि विश्वको नम्बर 1 हुन्छ। फेरि इन्टिरियर डिजाइन, बाहिरी डिजाइन पनि राम्रै हुन्छ। अब यहाँ चाहिँ प्राइभेट घरहरूमा इन्टिरियर डिजाइन, भित्री डिजाइन चाहिँ राम्रै हुन्छ, बाहिर चाहिँ नर्मल।
यो अगाडि देखेको बिल्डिङ चाहिँ आइरिस टावर हो टिकमको। यस्तो घुमेको बिल्डिङ छ। ट्राफिक लाइट खुल्छ कि भनेर प्रतीक्षा गरेको, खुल्यो, सिग्नल खुल्यो। यहाँबाट चाहिँ लेफ्ट लागेपछि यहाँ ब्रिज आउँछ। अहिले नयाँ बन्न लाग्छ यहाँ एउटा ब्रिज। यो अब पहिला चाहिँ त्यही अनुसार बनाएको बाटो अनि ब्रिज सबै कुरा। अब अहिले मान्छे बाहिरबाट धेरै आए अनि यो बाटो सानो भयो, त्यही भएर फेरि अर्को पनि ब्रिज थप्दैछ लेफ्ट साइडमा। अब सायद 2 लेन बढी थप्छ होला। यो यहाँदेखि उता हेर्सासम्म थप्दैछ। यो चाहिँ देखिएको 2 सिजन होटल हो इन्टरनेट सिटीको। त्योभन्दा अगाडिको बिल्डिङ बिजनेस टावर, टावर ए, टावर बी। यो माथिपट्टि देखिएको चाहिँ मेट्रो स्टेसनबाट वारिपारी गर्ने मान्छे हिँड्ने बाटो हो। इन्टरनेट सिटी र यता टिकमपट्टि आउने जाने बाटो। यो माथिपट्टि देखिएको चाहिँ फ्लाइओभर हो। इन्टरनेट सिटी र ग्रिन्स टिकम जोड्ने बाटो, 4 लेनको बाटो छ यो माथिको। यो देखेको इम्तियाज कम्पनी चाहिँ यो दुबईको एक प्रमुख रियल एस्टेट कम्पनी हो। यो कम्पनी चाहिँ 2014 मा स्थापना भएको थियो र यसले विभिन्न उच्च गुणस्तरका आवासीय परियोजनाहरू निर्माण गर्दै आएको छ। यो कम्पनीले चाहिँ आधुनिक डिजाइन, स्मार्ट होम प्रविधि र रिसोर्ट जस्ता सुविधाहरू समेटिएका परियोजनाहरूमा आफ्नो ध्यान केन्द्रित गरेको छ। यसले 2 BHK 1 BHK भिल्लाहरू बनाएर पनि बेच्छ। यो चाहिँ दुबईको अहिले चाहिँ धेरै ठाउँमा बिल्डिङहरू बनाइरहेको छ यसले। अहिले स्पेसली इन्डियाको मान्छेहरूले धेरै अपार्टमेन्ट किन्ने, घर किन्ने, अरू देशका मान्छेहरूले नि गर्छन्, किन्छन्, आफ्नो लगानी गर्छन्, यसमा लगाउँछन्। त्यो हिसाबले यो चाहिँ एक प्रमुख कम्पनी भएको छ। अहिले 2025 सम्म आइपुग्दाखेरि ठुलो कम्पनी बनेको छ यो। यहाँ चाहिँ कस्तो छ भने लगानी गर्ने मान्छेलाई, कम्पनीलाई यहाँको नियम कानुन चाहिँ धेरै सजिलो छ। हाम्रो नेपालमा जस्तो झन्झटिलो छैन। पैसा भएर भिजन भयो भने यहाँ कम्पनी खोलेर पैसा कमाउनलाई एकदम सजिलो छ। यहाँ ट्याक्सको दायरा पनि निकै कम छ। त्यो हिसाबले पनि विश्वको मान्छेहरू चाहिँ जोसँग पैसा छ उनीहरू चाहिँ दुबईमा आएर लगानी गर्ने, रियल एस्टेट कम्पनी खोल्ने, फ्याक्ट्रीहरू खोल्ने, यहाँ धेरै कामहरू यस्तो गर्छन्। अहिले पछिल्लो समयमा त धेरै मिडियाहरूमा नि आइरहेछ नेपालीहरूको लगानी दुबईमा छ, घरहरू किन्छन्, अपार्टमेन्टहरू किन्छन् भन्ने कुराहरू त आइरहेछ। यो कुरो केही हदसम्म हामी डेलिभरी गर्दाखेरि पनि केही हदसम्म सत्य नै पाएका छौँ। बिहानको भ्युज आज राम्रो छ। फेरि त्यति तुवालो लागेको छैन, तुवालो जस्तो। तुवालो त के भन्नु, चिसोमा लाग्ने हो तुवालो। यहाँ चाहिँ त्यो हावाले बालुवा उडाएर हल्का कण जति हावामै राख्छ, तर आज चाहिँ छैन त्यस्तो। आज चाहिँ एकदम क्लियर मौसम छ। यो चाहिँ शेख जायद रोडबाट JLT छिर्ने बाटो अहिले चाहिँ बनाउँदैछ यो बाटो। पहिला 2 लेनको थियो, अब अहिले त्यही त हो नि
अब ट्राफिक हुने भएर अहिले फेरि एक लेन थप्दैछ, दाहिनेपट्टि पुरै बाटो बनाउँदैछ। अब चाहिँ JLT आइपुग्न लाग्यो। यो देब्रेपट्टि देखेको पहिलो टावर चाहिँ भर्खर बन्दैछ। यसको चाहिँ नामाकरण भएको छैन। यो देखिएको देब्रेपट्टिको 3टा बिल्डिङ A1, BB1, BB2 टावर 3टा टावर हो। यो 3टै टावर चाहिँ बिजनेस टावर हो। यहाँ चाहिँ रेसिडेन्स होइन, यो सबै बिजनेस टावर हो। त्यसपछि दाहिनेपट्टि चाहिँ क्लस्टरहरू IJK यस्तो हुँदै सिरियल छ। मेरो डेलिभरी गर्ने बिल्डिङ पनि आइपुग्नु लाग्यो। क्लस्टरमा चाहिँ सानो सानो बिल्डिङ छैन, ठुल्ठुलो बिल्डिङ मात्रै छ। सबै एदेखि जेडसम्मकै क्लस्टरमा ठुल्ठुला बिल्डिङहरू छन्। कुनै कुनै रेसिडेन्सियल मान्छे बस्ने छ भने कुनै कुनै बिजनेस टावरहरू छन्। कुनै कुनै चाहिँ एउटै टावरमा चाहिँ आधीमा मान्छे बस्छन्, आधीमा अफिस बनाउँछन्, त्यस्तो पनि छ। ल फाइनली आइपुग्यो डेलिभरी गर्ने क्लस्टर। अब बाइक पार्किङ गरेर डेलिभरी दिन जान्छु। हजुरहरूलाई आजको यो मेरो ब्लग कस्तो लाग्यो प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। धन्यवाद।